बोयर जातिको है हजुर यसले नजिक आउँदा नि हान्छ कि जस्तो लाग्यो डर लाग्यो हैन हान्न खोज्छ यसले चाहिँ यसो यता आउनुहोस् यतातिर जाम है त हस् यो पछि आउँदो रहेछ अनि ल आउनुहोस् जाम अनि हजुरले कति वर्ष भयो यसरी बाख्रा पाल्नु भएको यो चाहिँ मैले लगभग 6 वर्ष भयो ए है हजुर 6 वर्ष भयो आफ्नो ठाउँमा बस्दो रहेछन् है आफ्नो ठाउँमा हिँड्छ आफै जान्छन् आफै जान्छन् ए हो है हजुर राख्नु पर्दैन यता उता सानो बच्चाहरूलाई चाहिँ अलिअलि ए तिनीहरूलाई अनि यो बोका चाहिँ कता बस्छ बोका चाहिँ उता पलतिर उतातिर हजुर ए सम्पूर्ण साथीहरूलाई नमस्ते युवाहरूले धमाधम देश छोडेर बाहिर गइरहेको यो समयमा हामी चाहिँ यो गुल्मीको रेसुङ्गा नगरपालिका 14 रातामाटा भन्ने ठाउँमा एकजना 32 वर्षको युवकले यति ठुलो कृषि फार्म खोल्नु भएको छ यति ठुलो पछाडिपट्टि देख्दैनुहुन्छ यो बाख्राको खोर हो बाख्रा बस्ने ठाउँ हैन एकदमै भव्य तरिकाले बाख्रा पालेर बस्नु भएको रहेछ उहाँसँग म आज भेट्दैछु र कुराकानी गर्दैछु नमस्कार नमस्ते हजुरको शुभ नाम मेरो नाम चाहिँ केशर रजाली है हजुर सर अनि चाहिँ यति धेरै बाख्राहरू पाल्नु भएको रहेछ हैन हजुर अनि चाहिँ यो बोको पनि निकै ठुलो देखियो है हजुर यो चाहिँ के जातिको अरे यो चाहिँ बोयर जातिको हो बोयर जातिको है हजुर यसले नजिक आउँदा नि हान्छ कि जस्तो लाग्यो डर लाग्यो हैन हान्न खोज्छ यसले चाहिँ यसो यता आउनुहोस् यतातिर जाम है त हस् यो पछि आउँदो रहेछ अनि ल आउनुहोस् जाम अनि हजुरले कति वर्ष भयो यसरी बाख्रा पाल्नु भएको यो चाहिँ मैले लगभग 6 वर्ष भयो ए है हजुर 6 वर्ष भयो हजुर भनेपछि तपाईँ जस्तो युवाहरू त धेरै विदेश जाने चलन छ होइन अहिले लहरै छ एउटा त्यस्तो समयमा तपाईँले बाख्रा पाल्छु भनेर कसरी सोच्नु भयो म चाहिँ अब पहिला सुरु चाहिँ एसएलसी पास गरेपछि हजुर म इन्डियन लाउरेमा म 3 चोटि फाइनल लडेँ होइन त्यस पछाडि उता असफल भएपछि म चाहिँ अब चाहिँ गाउँमै गर्नुपर्छ भनेर चाहिँ यहाँ बाख्रा पालन सुरु गरेको मैले यो फार्म सुरुदेखि नै हो कि कति वर्ष भयो लगभग मैले यो फार्म गराएको 6 वर्ष जति भयो 6 वर्ष जति भयो हजुर सुरुदेखि कति जति लगानी लाग्यो यसलाई लगभग मैले यताउति सबै गरेर लगभग 50 लाख जति लाग्यो है अनि सुरुमा बाख्राहरू कति राख्नु भएको थियो सुरुमा मसँग 11 माउ थिए हजुर त्यसपछि बढाउँदा अहिले चाहिँ यति भए कति बेचियो सबै बाख्राहरूलाई चाहिँ डाले घाँस नै लिएर राख्नुहुन्छ चराउन मैले लग्दिनँ यहाँ डाले घाँस अनि भुइँ घाँसहरू अनि अहिले जैसै हो खसर तिनीहरू लिएर खुवाउने चराउने ठाउँहरू पनि धेरै छैन होला हजुर त्यही भएर है हजुर यस्तो राम्रो बाख्राहरू चाहिँ यो कुन प्रजातिका बाख्राहरू नि यो चाहिँ बोयर क्रस हो यो बोयर क्रस भन्छ हैन हजुर लोकललाई क्रस गरेको ए हजुर अनि अहिले चाहिँ टोटल कति जति छ भन्नुभयो अहिले चाहिँ 100+ छ होला सर है हजुर लगभग अनि योभन्दा धेरै सङ्ख्यामा पनि पुग्यो कि कहिले काहीँ कस्तो पुग्यो योभन्दा 3-4 महिना पहिला चाहिँ 150 जति थियो होइन हजुर अब घाँसको अलि सर्टेज भयो यसपछि होइन त्यसपछि अहिले हटाइदिएको अनि चाहिँ बिक्री बाख्राहरू कतिको हुन्छ कि यो खास तपाईँकोमा पाठाहरू बिक्री हुन्छ कि के छ खास कसरी इन्कम हुन्छ हो मैले चाहिँ यो पाठा अनि माउहरू अनि साना पठेङ्ग्रीहरू केजीको हिसाबले म बिक्री गरिरहेको छु हजुर धेरै जस्तो पाठाहरू बिक्री हुन्छ हजुर मासुको लागि बिक्री हुन्छ होला हजुर अनि मलहरू पनि बिक्री हुन्छ होला मल चाहिँ कसैलाई घाँस दिएपछि हजुर मल दिने घाँस ल्याउने त्यसरी हुन्छ है धेरै नै चाहिन्छ होला यति धेरै बाख्राहरूलाई हजुर घाँस त एकदम धेरै यति राम्रो बाख्रा पालन गर्नु भएको रहेछ हजुर हैन अहिलेको यो पछिल्लो समयमा धेरैले त नेपालमा केही हुन्न भन्छन् हजुर सबै बाहिर जान्छन् हैन हजुर उहाँहरूलाई चाहिँ तपाईले के भन्न चाहनुहुन्छ म चाहिँ आउनुस् नेपालमा चाहिँ केही गरौँ गरेपछि सम्भव छ हैन गरेपछि सम्भव छ त्यही भन्न चाहन्छु हजुरलाई सहयोग गर्ने अरू हुनुहुन्छ कि एक्लैले भ्याउनु भएको छ यति म चाहिँ म अनि मेरो फ्यामिली हजुर दुईजना छौँ दुईजनाले गर्छौँ हामी है हजुर अनि चाहिँ एकचोटि भित्र पनि जाऊँ न यो बाख्राहरू त त्यहाँ छुट्टै कोठाहरू देखेँ मैले है हजुर सायद ठुला एकतिर साना एकतिर पाठाहरू एकतिर सायद हो कि जस्तो लाग्यो मलाई हजुर अनि चाहिँ निकै व्यवस्थित तरिकाले बनाउनु भएको रहेछ बाहिरबाट यसो हेर्दाखेरि होइन हजुर एकचोटि भित्र गएर हेरौँ न त घाँसै राखिदिनु यो घाँस हजुर पहिला बिहानमा घाँस राखिदिने त्यसपछि अलिअलि दाना हालिदिने अनि फेरि दिसभरि बाहिर बस्छन् होइन हजुर अनि फेरि बेलुकीमा हजुर अनि ल्याउने यहाँ चाहिँ बच्चा बच्ची बस्छन् यहाँ बच्चा बच्चीलाई घाँस हाल्ने बच्चा बच्ची हजुर
अनि मलहरू त आफै तल झर्छ होला, सोर्नु पर्दैन होला? सोर्नु पर्छ, बिहान एक लट पर्छ है? चाहिँ हजुर एकचोटि सफा गरिन्छ बिहानमा। ए हजुर। अनि घाँसमा हालिदियो। यसमा कसरी राख्नुहुन्छ? त्यही हो ठुला साना एकतिर? ठुला साना एकतिर, माउ एकतिर, हजुर, अलि अन्तर एकतिर, त्यसरी नै हो। त्यसरी राख्नुहुन्छ हजुर। यिनीहरूले चाहिँ डाली घाँस सँगसँगै दानाहरू पनि खान्छन् होला है? हजुर, अलिअलि दाना। प्राय मैले चाहिँ घाँस उस गर्छु कि फोकस गर्छु कि त्यो 5% मात्रै मैले दाना दिन्छु, 5% जति। हजुर। घाँस काटेर अब स्टोर गरेर राख्ने के? हजुर हजुर। यहाँनिर स्टोर गरेर राख्ने हो अब? हजुर। साइलेजको यो पनि अब बाख्राकै लागि? हजुर, यो बाख्राकै लागि। अलि यतातिर चाहिँ कागतीहरू टन्नै देखिन्छ। कागती, सुन्तला। सुन्तलाहरू पनि छ, राम्रो फल्छ होला है? हजुर। सुन्तला, कागतीहरू। अरू के हुन्छ? कागती, सुन्तला हामीलाई अब एक वर्षलाई अब कागती बेचेरै खानु पुग्छ कि। त्यस्तो राम्रो हुन्छ हजुर, कागती त्यस्तो राम्रो हुँदो रहेछ कि। हजुर हजुर। अनि यो बोका पनि निकै ठुलो देखियो नि त है? हजुर। यो बेच्न पर्यो भने बेच्नुहुन्छ कि नै? कसैले खोज्यो भने? यो अहिले बेच्नुहुन्न। कति केजी जति होला? होला लगभग 100 केजी होला। 100 केजी होला भनेपछि लगभग 1 लाख जति लगभग। हजुर। ल हेर्नु त साथीहरू, 1 लाख पर्ने बोका यो आफ्नै उत्पादन हो? यो होइन, मैले यो चाहिँ एसके गड फार्म बुटोलदेखि लिएको। बुटोलबाट ल्याउनु भएको? हजुरहरूले यति ठुलो फार्महरू हैन सञ्चालन गर्नुभएको छ। हजुर। अनि सरकारहरूबाट केही अपेक्षा अथवा केही गुनासाहरू हुन्छ नि? हजुर। त्यो कुराहरू केही छ? हामीलाई सरकारले अब अनुदान भन्दा क्यास अनुदान होइन कि, हामीलाई लोनमा सहुलियत गरिदियो, कृषि लोन सहुलियत गरिदियो भने हामीले योभन्दा होइन अझै 400-500 बाख्रा पाल्ने हजुर इच्छा छ। अहिलेसम्म केही अनुदान कतिबाट केही मिलेको छ कि छैन? अनुदान अब यिनी पालिका सालिकामा त केही पनि छैन होइन। अनि उता पनि अब हामीले फुर्सद हुँदैन कि खासै हिँड्ने भ्याइन्न त्यस्तै यहाँ नभए केही त थोरै धेरै पाइन्थ्यो होला नि त होइन? हजुर। मलाई एकचोटि चाहिँ बाख्रा मिसनबाट मलाई 2 लाख चाहिँ दिनुभएको थियो। 2 लाख। हजुर। बाख्राहरू सबै भित्र आइसक्यो होइन त? हजुर। अनि चाहिँ आफ्नो ठाउँमा बस्दो रहेछन् है? आफ्नो ठाउँमा होइन त, आफै जान्छन्? आफै जान्छन्। हजुर। राख्नु पर्दैन यताउता? सानो बच्चाहरूलाई चाहिँ अलिअलि तिनीहरूलाई। अनि यो बोका चाहिँ कता बस्छ? बोका चाहिँ उता पलतिर। उतातिर? हजुर। अनि चाहिँ बान्दिनी हो। बाख्राहरू 100 भन्दा माथि छन् भन्ने कुरा आयो। हजुर। र वार्षिक आम्दानी कति जति हुन्छ? वार्षिक 8-10 लाख हुन्छ। त्यति जति हुन्छ है? विदेशमा घाँसहरूमा पनि खर्च हुन्छ होला धेरै? घाँसहरूमा लगभग प्राय यहाँ आफ्नै छ होइन। त्यस्तो घाँसहरूमा खर्च त्यस्तो समस्या हुँदैन। हजुर। अनि एउटा समस्या भनेको बाटोमा मोटर बाटो चाहिँ यहाँ नजिक छैन? हजुर। भइदिएको भए अझै सहज हुन्थ्यो है, अझै धेरै पालिन्थ्यो होला। अनि लिन आउनेहरूलाई सजिलो हुन्थ्यो होला, हेर्न आउनेलाई। बाटो अलिकति माथितिर रहेछ होइन? माथि। हजुर हजुर। अनि चाहिँ नेपालमै बसेर यति ठुलो फार्म खोल्नु भएको छ होइन? एकदमै खुसी लाग्यो। यही ठाउँमै बसेर साँझ बिहान मिठो मसिनो खाएर होइन आफ्नै परिवारसँग बस्नु पाउँदा चाहिँ हजुर खुसी हुनुहुन्छ? एकदम। हजुर, म चाहिँ एकदम खुसी छु। हजुर। काम पनि गरिरहौँ होइन? हजुर। अझै पनि यो फार्महरूलाई बढाउने कुराहरू पनि गर्दै हुनुहुन्छ? अब चाहिँ म चाहिँ कृषि लोन सहुलियत कर्जा पाइयो भने चाहिँ म चाहिँ अझै यहाँ बङ्गुर फार्महरू अनि कालिज फार्म, माछा पालनहरू सम्भावना छ, भेडाहरू तिनीहरू चाहिँ गर्ने प्लानिङमा छु। हजुर। अब आउने सरकारले केही कृषकको बारेमा सोच्दियो भने होइन, त्यो सोच्नै पर्ने हुन्छ। हाम्रो देश कृषि प्रधान देश भनिन्छ। गर्ने भने सम्भावना एकदमै राम्रो छ होइन? अनि चाहिँ अब कृषि सम्बन्धी केही कार्यक्रम, विशेष कार्यक्रम चाहिँ हुनु पर्यो सरकारबाट। उहाँहरूलाई चाहिँ हेरोस्, हामी पनि यही भन्न चाहन्छौँ सरकारले। हुन्छ, अब छोटो मिठो कुराकानी भयो, हामी चाहिँ तपाईँकोमा आयौँ, खुसी लाग्यो। यति राम्रो सँग बाख्राहरू पाल्नु भएको रहेछ होइन? र यो देखेर अरूले पनि त सिक्न पाउनुहुन्छ अब होइन? र कसैले अब बाख्रा पालन गर्न सोचिरहनु भएको छ भने भर्खर सुरु गर्न चाहनुभयो होला नि, उहाँहरूलाई चाहिँ छोटो एउटा सुझाव दिनु, कसरी पाल्दा ठिक हुन्छ? पहिला चाहिँ बाख्रा पाल्नुभन्दा पहिला चाहिँ 2-3 वर्ष चाहिँ पहिला घाँसमा फोकस गर्नुहोस् होइन? घाँस कसरी जुटाउन सकिन्छ भन्ने कुरा। घाँस लगाउनुहोस् पहिला होइन, आफ्नो जमिनमा होइन? घाँस लगाएपछि त्यसपछि बल्ल खोर बनाउन सुरु गर्नुहोस्। पहिले खोर गराएर फेरि एकदम गाह्रो हुन्छ होइन? हजुर। पहिला चाहिँ घाँस, डाले घाँस, भुइँ घाँस प्रशस्त मात्रामा रोप्नुहोस्, त्यसपछि बल्ल बाख्रा बल्ल पाल्न सुरु गर्नुहोस्। हजुरले पनि तलतिर घाँसहरू छ है? टन्नै छ? हजुर। लगभग यहाँ मेरो लगभग 150-200 रोपनीमा हजुर लगभग घाँस छ। साथीहरूले चाहिँ बाख्रा पालन गर्नु पर्यो भन्ने सोच्नु भएको छ भने
तपाईँहरूले नि प्लानिङ कसरी बनाउने भन्ने कुरा उहाँबाट पनि लिनुभयो र तपाईँले उहाँले पालेको यो बाख्राहरूको बारेमा पनि बुझ्नुभयो। तपाईँहरूले चाहिँ यो भिडियो हेरिसके पछाडि केही प्रतिक्रिया होलान् होइन, केही कुराहरू भएमा कमेन्टमा राखिदिनु होला। अहिले चाहिँ हामी केशरजी होइन, हजुर ल केशरजी हामी अहिले छुट्टिन्छौँ है। हस् ल, धन्यवाद।